मलाई खासै सुनेको भरमा क्या, रियलमा चाहिँ होइन। पछि रियल पनि लाग्छ। म गएको पनि छैन, अमेरिका पुगेँ तर अर्जेन्टिना गएको छैन। अब अति धेरै मान्छेले अर्जेन्टिना मन पराउँछ, किन हो कि अनि भित्री कुरा मन सुन्यो भने चाहिँ नि किन होला जस्तो पनि लाग्ने छ अवस्था चाहिँ। तर एनिवे राम्रो खेल्ने टिम हो। आज राति पनि स्पेनले अति नै राम्रो खेलेर चाहिँ नि जित्यो। अहिले चाहिँ म यो वर्ल्ड कपको हल्का भाइब भएको भएर मात्रै अनि यो जर्सीको कारणले मैले कुरा गरेँ। खासमा चाहिँ तपाईँहरूलाई मैले आज एउटा गाठी कुरा जस्तो मेरोमा यो फुच्चे होइन अलि हेपिएको छ, यसको यो खुट्टा चलेन, अब यो निको होला भने कहाँ गएर बिग्रियो। यति लभली छ यो फुच्चे होइन, तर अब यसको जिन्दगी एउटा खुट्टा नटेकेर जाने हो, यो बोकै छ। यहाँ चाहिँ मैले यो के देखाउनु खोजेँ भने हामीले यो सानो बाख्राको पाठापाठीहरू त अब यो खसी पारेर आगोसम्म राख्दा अहिलेको रेटमा हेऱ्यो भने 45-50 हजारको हुने माल लङ्गडो छ। यो चाहिँ कसैको मिस्टेक होइन, यो चाहिँ मेरो मिस्टेक हो। किन भन्नुहुन्छ भने मैले काम गर्नेको भर परेँ, काम गर्नेलाई जिम्मा दिएँ। काम गर्नेले के मिस्टेक गर्यो, यसको खुट्टा अब उसले त्यो मैले देखेको थियो भने म यसको यसरी भाँच्यो, अब यो चाहिँ नगरी हुँदैन भन्ने हुन्थ्यो। मैले देखिनँ अब सोझिएला भन्ने पो सोझिएन, यो लङ्गडेको केटो। तर यस्तो खान्छ, मलाई माया लाग्छ यसको पेट। यो 3टा खुट्टाले नथाम्ने गरी खान्छ केटोले, त्यही भएर मान्छे बलियै छ छन चाहिँ होइन। यहाँ कुरा के भने जब तपाईँले यो पशु प्राणीको काम गर्नुहुन्छ नि, गाईको, बाख्राको, कुखुराको, सुँगुरको खेती गर्नुहुन्छ, पालन गर्नुहुन्छ भने तपाईँको आँखा तपाईँकै हुनुपर्ने रहेछ। तपाईँहरूले चाहिँ यसरी म कामदार राखेर, म्यानेजर राखेर बाख्रा फार्म गर्छु, गाई फार्म गर्छु भनेर सुरु गर्नु लाग्नु भएको छ भने त्यो चाहिँ गलत नगर्नु होला। तपाईँ आफै तालिम लिनु होला। र यसरी यो यति त्यो मेरो त्यो कालीको यति खतरा बोका थियो, राति सुत्ने बेलामा यस्तो जाडो भएर बोराको चापमा छिरेर सुतेछ, त्यही माथि माउ सुत्दैछ, रातिले चापेर मरेछ क्या। हेर्नु है, त्यो चाहिँ मिस्टेक के हो भन्दा त्यो सानो पाठालाई जहिले छुट्टै सुताउनुपर्छ क्या। त्यो चाहिँ सबैले ध्यान दिनु होला। तपाईँको वर्ष दिन 1.5 वर्षको नहुन्जेलसम्म सानो पाठालाई कहिल्यै हेलचाक्राइ नगर्नुहोस्, किन